जाने भने त पैसै कमाउन जाने हो। आफ्नो ब्याङ्कको आइडी दिनु हुँदैन भन्ने सानोभन्दा सानो कुरा पनि हाम्रा मान्छेहरूलाई थाहा छैन भने महिलाको हकमा त झनै विकराल अवस्था छ। जेन्डरको पर्सपेक्टिभबाट हेर्दाखेरि सरकारले जान प्रतिबन्ध लगाएको छ, जान रोकिएको छैन भनेपछि त्यो एउटा पाटो रहेको छ। यसरी जाने युवाहरू चाहिँ घरकै छिमेकीले पनि थाहा पाउँछ कि भनेर लुकी जानुपर्ने अवस्था छ कि। मास्टर्स डिग्री गरेका, ग्रेजुएसन गरेका स्किल ह्युमन रिसोर्सहरू पनि फसेर उनीहरूलाई फसाएर उनीहरूलाई के भन्छ बन्दकमा राखेर पनि उनीहरूलाई कस्तो डरलाग्दो अवस्थाहरू छ कि उनीहरूको जाने जोखिममा पर्ने। यदि पैसा फिरौती नदिएसम्म तिम्रो मान्छेलाई हामीले छोड्दैनौँ भन्ने कम्बोडियामै यस्तो नजिकै कन्ट्रीहरूमा हाम्रो मान्छेहरू पढे लेखेको आइटी प्रोफेसनलहरू नै पनि फसिरहेको अवस्था छ कि। अशिक्षित त्यो नजानेकोहरू मात्रै फस्छन् भन्ने होइन रहेछ। अशिक्षित त फस्छन् नै। अशिक्षितमा पनि अब सबैभन्दा पहिला डिजिटल लिट्रेसीको आवश्यक छ कि हाम्रो के अरे जो चाहिँ वैदेशिक रोजगारमा जान चाहनेहरूलाई। त्यसमा पनि अब साधारणभन्दा विदेशमा जाने भने त पैसै कमाउन जाने हो। आफ्नो ब्याङ्कको आइडी दिनु हुँदैन भन्ने सानोभन्दा सानो कुरा पनि हाम्रा मान्छेहरूलाई थाहा छैन। अधिकांश नेपाली युवाहरू अब भौगोलिक रूपले पनि पछाडि परेका सामाजिक, आर्थिक, सांस्कृतिक हरेक किसिमले पछाडि परेकाहरू जान्छन् भने महिलाको हकमा त झनै विकराल अवस्था छ। जेन्डरको पर्सपेक्टिभबाट हेर्दाखेरि सरकारले जान प्रतिबन्ध लगाएको छ, जान रोकिएको छैन भनेपछि त्यो एउटा पाटो रहेको छ। यसरी जाने युवाहरू चाहिँ घरकै छिमेकीले पनि थाहा पाउँछ कि भनेर लुकी जानुपर्ने अवस्था छ कि। त्यसले गर्दा कतिखेर इन्फर्मेसन ग्यादर गर्ने, पिडिओटीको कुरा त उनीहरूको त सपनाभन्दा बाहिरको कुरा। अहिले हामीले चाहिँ के भनिरहेको छौँ भने प्री डिसिजन मेकिङ लेभलको कम्युनिटी इन्टरभेन्सन्सहरू गर्नुपर्छ भनेर हामीले अभियान थालेका छौँ। वैदेशिक रोजगारमा जानु पूर्व नै यदि कसैले निर्णय गर्नु अगाडि नै जाँदा ठिक कि नजाँदा ठिक कि, यदि जानु नै पर्ने हो भने पनि के कस्ता कुराहरूमा हामीले याद गर्नुपर्ने छ भन्ने कुरा अघि मैले अलिअलि सुने। अब डिजिटल रूपले नै हाम्रो डिजिटल सेक्युरिटीका कुराहरू त्यसका पनि विविध आयामहरू रहेछन्। त्यो विविध आयामहरूलाई पनि यो एउटा बहुपक्षीय हस्तक्षेप गर्नुपर्ने अवस्था छ। एउटा पाटो हामीले कुरा गर्दाखेरि कसरी जानेतिर मात्र बढी हामीले फोकस गरेका छौँ कि गइसकेपछि पनि त्यहाँ कन्ट्री अफ डेस्टिनेसनमा पुगिसकेपछि, गन्तव्य मुलुकमा पुगिसकेपछि हामी डिजिटलकै माध्यमबाट हामी कसरी हामी फस्न सक्छौँ। क्रिमिनलाइजेसन पनि गरेको छ कि एकदम अबोध मान्छेहरू नजानेकै कारणले। अनि अघि अलिकति कुरा पनि आइसक्यो, जानेकै युवाहरू पनि पढे लेखेका अनि मास्टर्स डिग्री गरेका, ग्रेजुएसन गरेका स्किल ह्युमन रिसोर्सहरू पनि फसेर उनीहरूलाई फसाएर उनीहरूलाई के भन्छ बन्दकमा राखेर पनि उनीहरूलाई कस्तो डरलाग्दो अवस्थाहरू छ कि उनीहरूको जाने जोखिममा पर्ने। यदि पैसा फिरौती नदिएसम्म तिम्रो मान्छेलाई हामीले छोड्दैनौँ भन्ने कम्बोडियामै यस्तो नजिकै कन्ट्रीहरूमा हाम्रो मान्छेहरू पढे लेखेको आइटी प्रोफेसनलहरू नै पनि फसिरहेको अवस्था छ कि। भन्नाले समस्या विकराल छ। त्यो पढे लेखेको मान्छे मात्र हामीले अलिक कसरी अज्युम गर्छौँ भने अशिक्षित त्यो नजानेकोहरू मात्रै फस्छन् भन्ने होइन रहेछ कि। अशिक्षित त फस्छन् नै। अशिक्षितमा पनि अब सबैभन्दा पहिला डिजिटल लिट्रेसीको आवश्यक छ कि हाम्रो के अरे जो चाहिँ वैदेशिक रोजगारमा जान चाहनेहरूलाई। त्यसमा पनि अब साधारणभन्दा विदेशमा जाने भने त पैसै कमाउन जाने हो। आफ्नो ब्याङ्कको आइडी दिनु हुँदैन भन्ने सानोभन्दा सानो कुरा पनि हाम्रा मान्छेहरूलाई थाहा छैन। त्यो रेमिटेन्स रिसिभिङ हाउस होल्ड हुन्छ नि, उनीहरूलाई पनि यो डिजिटल लिट्रेसीको फाइनेन्ससँग रिलेटेड भएर भन्नुपर्ने कुराहरू एकदमै आवश्यक छ। उहाँहरूलाई चाहिँ सूचना जानकारी दिनुपर्ने एकदम आवश्यक छ। प्रविधिले एउटा विकास त ल्यायो, तर विकास सँगसँगै विनाश पनि ल्याएको छ र चुनौती पनि ल्याएको छ। सम्भावना यथेष्ट मात्रामा सम्भावना छ। हामीलाई वान क्लिकमा नै हामी विश्व देख्न सक्छौँ, विश्वको कुराहरू हेर्न सक्छौँ, बुझ्न सक्छौँ। तर त्यति हुँदाहुँदै वान क्लिकमा नै उसको जीवन ध्वस्त भएको अवस्था पनि हुनसक्छ। त्यो कारणले गर्दाखेरि यसलाई हामीले सन्तुलित किसिमसँग कसरी चाहिँ विन विन सिचुएसनमा जाने ताकि डिजिटलको यो विज्ञानको
प्रचुर मात्रामा लाभ पनि लिन सक्ने र साथसाथमै उहाँहरूको यो सेक्युरिटीलाई पनि हामीले कसरी एन्स्योर गर्न सक्ने भनेर त्यो किसिमसँग चाहिँ हामीले लैजान सकेको खण्डमा मात्रै एकदमै हामीले सोचेको जस्तो हुन्छ। र अघि भन्ने थुप्रै हामीसँग एक्जिस्टिङ के अरे एप्सहरू छ, जस्तै हामी आफै पनि परदेशीको साथी भनेर हामीले पनि त्यसमा पनि काम गरिरहेको थियौँ। त्यो चाहिँ मोर फोकस्ड अन फाइनेन्सियल लिट्रेसीमा थियो। त्यसमा चाहिँ कति लगानी गरेर कति प्रतिफल पाउँछौँ र जानी कि नजानी अनि बचत भनेको के हो भनेर इट वाज मोर फोकस्ड अन फाइनेन्सियल लिट्रेसी भने। अर्को गोल्डन ड्रिम चाहिँ मोर फोकस्ड अन चाहिँ यो एथिकल रिक्रुटमेन्टमा चाहिँ फोकस छ। सो यसरी चाहिँ टुक्रा टाक्रै गरेर पनि आइरहेको छ। अहिले नेपाल सरकारले यो भर्खरै 1 नम्बर प्रदेशमा चाहिँ यो उसँग मिलेर श्रम संसार भन्ने सायद के अरे हाम्रो के अरे सरहरूले पनि भन्न सक्नुहुन्छ, श्रम संसारलाई अब म्याक्सिमाइज कसरी गर्ने 753वटै उसमा गएर कसरी गर्ने भने यो एउटा डिजिटल पोर्टल हो जहाँ चाहिँ मल्टिपल इन्फर्मेसन्सहरू त्यहाँ फिड इन गरेर त्यहाँ चाहिँ सबैलाई जाने श्रमिक अनि के अरे लैजाने रोजगारदाता अनि लगायतका सबैलाई चाहिँ त्यो पोर्टलमा चाहिँ इन्फर्मेसन्सहरू फिड गरेर अनि एज मच एज इन्फर्मेसन चाहिँ सबैको पहुँचमा पुगोस् भनेर यो एउटा के अरे राम्रो सुरुवात गरेको छ, जसलाई चाहिँ मोलेसले पनि यसलाई फलो गर्नको लागि मेबी होइन सर भोलि नै हो कि अब यसलाई पनि लिएर जानको लागि चाहिँ सरकारबाट पनि एउटा राम्रो सुरुवात गरेको छ। हामीसँग एक्जिस्टिङ फेमिस अलरेडी छ। म चाहिँ के अरे बोर्डबाट आउनुभएको हाम्रो इन्फर्मेसन अफिसरले फेमिसको बारेमा पनि भन्नुहुन्छ कि भन्ने सोचेको थिएँ। अब हाम्रो अलिकति भए पनि टेलिमेडिसिन अब यो कोभिड पछि चाहिँ टेलिमेडिसिनको पनि नेपाल सरकारले सुरुवात गरेको छ। भलै त्यसका कतिपय लुप होल्सहरू छन्, त्यसमा पनि ग्याप्सहरू छ, तर पनि एउटा असल सुरुवात भएको छ। नेपाली भाषामा नै त्यो एउटा औषधिको बारेमा आफ्नो पीडाको बारेमा एउटा व्यक्तिले भन्दाखेरि, विदेशको श्रमिकले भन्दाखेरि चाहिँ नेपाली भाषामा नै उहाँलाई भन्दाखेरि एउटा उसको मेन्टल हेल्थलाई पनि मेन्टल वेलबिङलाई पनि एकदमै सपोर्ट हुँदो रहेछ भन्ने कुरा पनि श्रमिकहरूको उहाँहरूले भनेको प्रतिक्रियाबाट हामीले यो जानकारीहरू पनि पाएको छ। अब यसलाई पनि भएका एक्जिस्टिङ मेकानिजमलाई कसरी मोर स्ट्रेन्थेन गर्ने र मोर महिला मैत्री कामदार मैत्री गर्न सकिन्छ भनेर त्यसमा पनि हामीले गृह कार्य गर्नुपर्छ जस्तो लाग्छ। यो एकदमै महत्त्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा यहाँलाई धन्यवाद। हामी साथमा छौँ, यहाँलाई हाम्रो अनुभव आवश्यक परेमा हामी वी आर अलवेज देयर।